सुरुमा हामीले गजलको बारेमा भनेको थियौँ। गजल दुई किसिमको हुन्छ, एउटा विषयवस्तुको आधारमा गजललाई माडिएको हुन्छ र अर्को चाहिँ रदिफको आधारमा। यो अस्ति मैले भनेको थिएँ। अनि चाहिँ विषयवस्तुको आधारमा एउटा मुसलसल गजल भनेर भन्छ भने अर्को गैर मुसलसल गजल भनेर भन्छ। अब यो मुसलसल गजल भनेको के हो र गैर मुसलसल गजल भनेको के हो भने मुसलसल गजल भनेको विषयवस्तुको आधारमा सबै विषयवस्तु माथिदेखि तलसम्म एउटै हुन्छ। जस्तो हरेक शेरमा पहिलो शेरमा जुन विषयवस्तु हामीले लिएको छौँ, उठान गरेको छौँ, अन्तिमसम्म पनि त्यही विषयवस्तुमै चल्छ। जस्तो एउटा नारीको बारेमा लेखेको छौँ भने मुसलसल गजलमा हरेक शेरहरूमा नारीकै बारेमा लेखिएको हुन्छ। राजनीतिको बारेमा छ भने हरेक शेरहरू राजनीतिकै बारेमा हुन्छ हैन। अब प्रेमसँग सम्बन्धित छ भने हरेक शेरमा चाहिँ प्रेमसँग सम्बन्धित नै हुन्छ। भने गैर मुसलसल गजल भनेको कस्तो हुन्छ भने माथिको एउटा शेरमा एउटा विषयवस्तुलाई लिएको हुन्छ, अनि अर्को शेरमा अर्को विषयवस्तुलाई लिएको हुन्छ, अर्को शेरमा अर्को विषयवस्तुलाई लिएको हुन्छ, विभिन्न विषयवस्तुहरूलाई समावेश गरेको हुन्छ यो गैर मुसलसल गजलमा। अनि अब रदिफको आधारमा जाउँ। रदिफको आधारमा पनि गजललाई दुई भागमा विभाजन गरेको छ। एउटा मुरत्तब गजल भन्छ, अर्को चाहिँ गैर मुरत्तब गजल भन्छ। नबुझेको ठाउँमा ठ्याक्कै रोकिहाल्नुलाई म अलि छिटो नै जान्छु। अनि मुरत्तब गजल भनेको के, गैर मुरत्तब गजल भनेको के? पहिला त हामीले रदिफ त चिनिसकेको छौँ, रदिफ र काफिया हैन। रदिफ र काफिया भनेको के हुन्छ भने रदिफ भनेको रिपिट हुने, जो लास्टमा आउँछ त्यसलाई रदिफ भनेर भनिन्छ भने काफिया भनेको एक किसिमको स्लेज जस्तो हुन्छ। यसलाई चाहिँ के भन्छ भने पूर्वानुप्रास पनि भनेर भन्छ काफियालाई, अनि यसलाई चाहिँ अन्त्यानुप्रास पनि भनेर भन्ने गरेको सुनिन्छ हैन। काफिया भनेको काफिया यो के भनौँ अगाडिबाट आउने एउटा अनुप्रास हुन्छ भनौँ न, अनुप्रास है। रदिफ भनेको जस्तो एउटा म सानो एउटा गजल भन्छु। शब्द शब्दको जाला हो गजल, भावना रूपी छाला हो गजल, याद आउँदा गुनगुनाउने एक लासको ताला हो गजल। यो मैले लेखेको गजल है। गजल लास्टको यो जुन गजल 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 भन्ने छ, शब्द शब्दको जाला हो गजल, गजल चाहिँ के हो यसमा रदिफ हो। अनि भावना रूपी छाला हो गजल, त्यो गजल रदिफ भयो। अब शब्द शब्दको जाला हो गजल, यो जाला भन्ने अनि छाला भन्ने अनि याद आउँदा गुनगुनाउने एक लासको ताला हो गजल, यो ताला भन्ने चाहिँ के हो भने काफिया। यसरी चाहिँ रदिफ र काफिया हामीले सिकिसक्यौँ। अब मुरत्तब गजलमा काफिया हुन्छ, रदिफ हुन्छ। काफिया चार किसिमको हुन्छ। एउटा हुन्छ पूर्ण काफिया, अर्को हुन्छ आंशिक काफिया, अर्को हुन्छ मिलित काफिया र अर्को हुन्छ एकाक्षरी काफिया। त्यस्तै रदिफ हुन्छ तीन किसिमको, पदमूलक, पदावलीमूलक र वाक्यात्मक। अब यो पूर्ण काफिया भनेको के हो भने पूर्ण शब्द नै एउटा काफियाको रूपमा आएको हुन्छ। जाला हो, ताला हो, छाला हो, माला हो हैन। यो के भयो पूर्ण काफिया भयो, एउटा सिंगो शब्द नै काफियाको रूपमा आएको छ। अब यो आंशिक काफिया भनेको के हो? आंशिक काफिया भनेको के हो भने स्वप्न रानी हैन, अर्कोमा आएर जवानी भनेर भन्यो, अर्कोमा आएर जिन्दगानी भन्यो। त्यसको त्यो एउटा शब्दको बीचमा अंश चाहिँ काफियाको रूपमा प्रयोग भएको हुन्छ आंशिक काफियामा। अनि मिलित काफिया भनेको के हो भन्नुहुन्छ भने ल भनौँ न भयो भनेर भनिन्छ। यस्तो एउटामा लेख्यौँ भयो भनेर हैन, अर्कोमा गयो भनेर लेख्यौँ हैन, अर्कोमा चाहिँ के भन्नु भने जाला यो भनेर भनिन्छ, जाला यो भन्यो। वास्तवमा हेरिएको छ कि भयो गयो लयो भयो कि भएन, तर जाला यो भनेर राख्यौँ। यसलाई के भन्छ मिलित काफिया। यहाँ शब्दहरूबाट पनि मिलिएर काफिया भनेको छ कि यस्तोलाई भन्छ मिलित काफिया। अनि हामी हल्का झुकिन सक्छौँ केमा भन्दाखेरि यो आंशिक काफिया र मिलित काफिया। आंशिक काफियामा हरेक शब्दहरूको अंशलाई दिएको हुन्छ भने मिलित काफियामा यसरी शब्दहरूको मिलापबाट बनेको हुन्छ काफिया। अनि अब अर्को जाउँ एकाक्षरी काफिया। एकाक्षरी काफिया त केही छैन, एउटा मैले हिन्दी गजल पढेको थिएँ, सुनेको थिएँ त्यो गजल, यो तो क्या क्या नजर नहीं आता, कोई तुमसा नजर नहीं आता, जो नजर आते हैं नहीं अपना, जो है अपना नजर नहीं आता। यसमा चाहिँ यो तो क्या क्या भन्नु नि, क्या एउटा अक्षर मात्रै लिएको छ। यो तो क्या क्या नजर नहीं आता, नजर नहीं आता रदिफ भयो हैन। कोही तुमसा सा मात्रै आयो त्यसमा काफियाको रूपमा, एक अक्षरलाई चाहिँ काफियाको रूपमा लिएको हुन्छ, त्यसलाई भनिन्छ एकाक्षरी काफिया। अब हामी जाउँ रदिफ। रदिफ एउटा हुन्छ पदमूलक, अर्को हुन्छ पदावलीमूलक र अर्को हुन्छ वाक्यात्मक।
उदाहरण मैले अस्ति दिएको थिएँ, आज मलाई त्यति याद छैन, त्यो भएर वाक्यात्मकको उदाहरण चाहिँ म अहिले दिँदै है। किनभने वाक्यात्मकमा के हुन्छ, एउटा सिङ्गो वाक्य नै रदिफको रूपमा आएको हुन्छ। एउटा सिङ्गो वाक्यलाई रदिफको रूपमा मैले पनि एउटा लेखेँ जस्तो लाग्छ। अरे रामलीला अनौठो, अरे रामलीला अनौठो छ साथी, मरे रामलीला अनौठो छ साथी भनेर यसरी बनाएको थिएँ होइन। त्यसमा चाहिँ यो चाहिँ एउटा रामलीला अनौठो छ साथी एउटा वाक्य नै बन्न गयो नि। यसलाई भन्छ वाक्यात्मक गजल। अनि पदमूलक भनेको के हुन्छ भने एउटा पद मात्रै रदिफको रूपमा आएको हुन्छ। जस्तो लास्टमा भयो गयो थयो यति मात्रै एउटा रदिफको रूपमा आएको छ भने त्यसलाई चाहिँ पदमूलक भनेर भन्यो। अनि पदावलीमूलक भनेको एक भन्दा धेरै। नजर नहीं आता, अघि मैले भनेको थिएँ नि, यूं तो क्या क्या नजर नहीं आता, कोई तुमसा नजर नहीं आता, जो नजर आते हैं नहीं अपना, जो है अपना नजर नहीं आता। नजर नहीं आता, नजर नहीं आता, नजर नहीं। अरू कन्सेप्टहरू हामीले अस्ति डिस्कस गरेको थियौँ। एउटा मिश्राको बारेमा, मतलाको बारेमा, मकटाको बारेमा, पकलुस धेर, अनि मिश्रा आयुला र मिश्रा आय सानीको बारेमा हामीले गरेको थियौँ। अब मिश्रा भनेको के हो भने मिश्रा आयुला र मिश्रा आय सानीको मिश्रणबाट बनेकोलाई चाहिँ मिश्रा भनिन्छ। त्यो भनेको के भने हरफको लाइन, अरू केही पनि होइन। यो त क्या क्या नजर नहीं आता, यो एउटा मिश्रा आय उला भनेर भन्छ। माथिको जुन भयो, माथिको लाइनलाई मिश्रा आय उला भन्छ, तलको लाइनलाई चाहिँ मिश्रा आय सानी भनिन्छ। मिश्रा आय सानी बन्नको लागि तपाईको रदिफ र काफिया भएको लाइन चाहिँ हरेक रदिफ र काफिया भएको प्रथम लाइन बाहेक है, त्यो के हो मिश्रा आय सानी हो। अनि मिश्रा आय सानी र मिश्रा आय उला मिल्यो भने आफ्नो उपनाम प्रयोग गरिन्छ। यो उपनाम उपनाम प्रयोग गरिन्छ, त्यसलाई भनिन्छ तखल्लुस। अनि यो तखल्लुसको एउटा विशेषता के छ भने उपनाम प्रयोग गर्नु नै तखल्लुस चाहिँ होइन है। उपनामको साथसाथै जस्तो दीप भनेर भन्यो भने म आफू दीपलाई मात्रै बुझायो भने त्यो तखल्लुस भएन। दीपले एउटा बत्तीको होस् अथवा दुई अर्थ लागोस्। एकातिर रचनाकारको नाम पनि ठ्याक्क रचनाकारले यस्तो भन्यो भन्ने पनि होस्, अर्कोतिर चाहिँ त्यो अर्थ त्यसले त्यो शब्दको अर्थ पनि दियोस्, त्यसलाई भनिन्छ तखल्लुस। अब त्यसपछि हामी बहरमा जान्छौँ। बहर सिक्नुभन्दा अगाडि हामी छन्दमा जान्छौँ। किनभने बहर हुन त बहरलाई मात्रै पनि सिकाउन त सकिन्छ, तर छन्द सिकियो भने मात्रै बहर सजिलो हुन जान्छ। अनि बहर के हुन्छ भने तीन किसिमको बहर हुन्छ। एउटा नेपाली बहर भनेर भन्छ, अर्को चाहिँ मात्रिक बहर, अर्को चाहिँ शास्त्रीय बहर। नेपाली बहर भनेको आफ्नै पाराले लेखिने जुन हुन्छ नि आजभोलि यहाँ धेरै सुनिए नेपाली बहर, सबैलाई थाहा छ त्यो नेपाली बहर हो। नेपाली बहर त्यो हो। त्यसपछि आइकन मात्रिक बहर र शास्त्रीय बहरको कुरा गर्नुपर्दाखेरि यी तीन किसिमको हुन्छ। एउटा मुफरद भन्छ, अर्को मुरक्कब भन्छ र अर्को मुजाहिद भन्छ। मुफरद भनेको के भने मूल छन्द जस्तो पहिलादेखि चल्दै आएको छ त्यस्तो। यसमा चाहिँ भुजङ्ग प्राय हाम्रो अब मलाई चाहिँ छन्दहरूको धेरै ज्ञान छ होइन, त्यसले गर्दा म छन्दको उदाहरण नाम दिन्छु। जस्तो मुत्कारी भनेको के भन्दाखेरि भुजङ्ग प्रयास छन्द। भुजङ्ग प्रयास छन्द त धेरैले सुन्नु भएको छ। नबिर्से तिमीलाई नपाए, तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई, यो भने अब यता हिन्दीतिर भन्ने हो भने यही मुत्कारीकै म एउटा उदाहरण दिन्छु हिन्दीमा। बहुत खूबसूरत अब के हुन्छ भने जसलाई जसरी पनि गाउन सकिन्छ। बहुत खूबसूरत गजल लेख रहा हूँ भन्छ नि। नबिर्से तिमीलाई नपाए, तिमीलाई बिना अर्थ दिल। अब एउटै बहर हो, बहरमा एउटै लय आउने पनि भइहाल्यो होइन। त्यो चाहिँ सङ्गीतकारको क्षमता हो। सङ्गीतकारले कसरी सङ्गीत भरेको छ त्यो हिसाबले सङ्गीत मतलब लय फरक फरक आएको हुन्छ। अनि अर्को एउटा म यहाँ मुतदारी भनेर दिएको छु, स्रग्विणी छन्द भन्नु भन्छ। स्रग्विणी छन्दको म उदाहरण दिनु पर्दाखेरि आपके प्यार में हम समरने लगे एउटा, अर्को चाहिँ चल चले अपने घर, ए मेरे हमसफर भन्छ नि। आपके प्यार में हम समरने लगे यसरी पनि गर्न सकिन्छ, किनभने एउटै बहर हो। अब सङ्गीतकारले लय फरक दिएको छ। अनि एउटा मुसम्मन सालिक यो विधाता भयो, विधाता छन्द हो यो। मुसम्मन सालिक भनेको विधाता छन्द। यसमा चाहिँ के हुन्छ भन्दाखेरि हामी सुनेको एउटा सायद लेखनाथ पौडेलले लेखेको हो यो। दसैँ आयो भने नि, दसैँ आयो हरायो पानीको वर्षा भन्छ नि। दसैँ आयो हट्यो सारा हिलो मैलो, त्यो चाहिँ विधाता छन्दको मुसम्मन सालिक। अनि मुरक्कब भनेको यी मूल छन्दहरूको मिश्रणबाट बनेको छन्द हो। त्यसमा चाहिँ एउटा मैले उदाहरण दिएको छु यहाँ मुजारेमा त यस्तो मिठो एउटा गीत छ। रातो र चन्द्र सूर्य
जङ्गी निशान हाम्रो त्यो भयो। अनि एउटा उसको यो कृष्णहरि बरालको गीत के यहाँ देशको चिन्ता माया मान्छे अब परिवर्तित छन्द भनेको के हुन्छ मुचारिक भावना भन्छ। मुचारिक भनेको परिवर्तित, तिनीहरूलाई परिवर्तन गरेर राखिएको हुन्छ। जस्तो यसमा अब यो कुरा सिकेपछि जस्तो म यहाँ हुन्छ यो ह्रस्व दीर्घ दीर्घ भयो नि, परिवर्तन गर्दाखेरि दीर्घ दीर्घ ह्रस्व बनाएको हुनसक्छ अथवा दीर्घ ह्रस्व दीर्घ यसरी चाहिँ परिवर्तन गरेर राखिएका हुन्छन्। अनि यो गण तलका गणहरू यसरी चाहिँ मिश्रण गरेर राखिएको हुन्छ, त्यसलाई भन्छ परिवर्तित बहर। र धेरैले लेख्ने चाहिँ नेपाली बहर हो है। नेपाली बहरको एउटा यसको बारेमा पनि भनिहाल्नु, लय आउनुपर्छ। गजलको लागि मैले अस्ति पनि भनेको थिएँ, एउटा गेयात्मकता हुन्छ, अर्को जीवन्तता हुनुपर्छ, जादुपूर्ण हुनुपर्छ, र अर्को चाहिँ लयात्मकता पनि हुनुपर्छ। यस किसिमको लेख्नु भने धेरै राम्रो हो। यहाँ मतलब सजिलै पहन्छ यो शब्द। अब छन्दतिर जानुपर्दाखेरि सबैभन्दा पहिले अक्षरहरू हेर्नुपर्छ। अक्षरहरूको बारेमा हामीले ज्ञान छ। अक्षर के हुन्छ? अ आ इ उ ऋ ए ऐ ओ औ अ इ उ ऋ यो मिलेको हरेक अक्षरलाई चाहिँ के भनिन्छ? रस्व भनिन्छ। रस्वको सिम्बल एउटा लाइन हुन्छ, त्यसलाई हाम्रो साहित्यिक भाषामा यो कविताहरूतिर गजलहरूतिर चाहिँ लघु भनेर भन्ने गर्छौँ। र यो छन्द भनेको जस्तै बहरतिर चाहिँ एउटा बहरमा छन्दलाई के भनिन्छ? रुक्न भनिन्छ है। यो चाहिँ याद गर्नु होला। त्यसपछि आइदिन चाहिँ अब गणहरूलाई चाहिँ यहाँ रुक्न भन्छ कि यो बहर, यो छन्द भनेको जस्तो बहर भयो, यो गण भनेको जस्तो रुक्न भयो त्यो हुन्छ। अनि चाहिँ अ इ उ ऋ मिलेर बनेको ह्रस्व, आ इ उ ए ऐ यो मिलेको दीर्घ। अब यो भनेको के त भन्दाखेरि हामीले क भनौँ, एउटा कमा चाहिँ आधा क प्लस अ हुन्छ। यो के भयो? क भयो, यो चाहिँ ह्रस्व भयो। ह्रस्व राख्ने एउटा धातुले सिम्बल सजिलो भयो त हैन। अब यसैमा यदि इ मिल्यो भने के भन्यो? कि भयो। यो कि भएको के भयो? ह्रस्व भयो, फेरि पनि ह्रस्व भयो। अनि यसैमा उ मिलेको यो के भयो? उ भयो, यो चाहिँ के भयो? ह्रस्व भयो। त्यसै रि मिलेको क्रि भयो, यो के भयो? ह्रस्व भयो। तर अब यसमा चाहिँ आ मिल्यो, यसैमा आ मिल्यो है। कमा आ मिल्यो भने के भयो? का भयो, यो दीर्घ भयो। अनि इ मिल्यो भने कि भयो, यो कि भयो, दीर्घ भयो हैन। त्यस्तै उ मिल्यो भने यो दीर्घ भयो हैन। यस्तो हुन्छ। यसको लागि थुप्रो प्र्याक्टिस गर्नुपर्छ। यतिकै यो अहिले सुन्दाखेरि त यति सजिलो रहेछ के छ जस्तो हुन सक्छ, त्यो प्र्याक्टिस गरिएर पनि सिक्न गाह्रो हुन्छ। यति भयो। अब अर्को चाहिँ अनि यी आफै पनि ह्रस्व र दीर्घ हुन्। अ पनि ह्रस्व हो, इ पनि ह्रस्व हो, उ पनि ह्रस्व हो, रि पनि ह्रस्व हो। अनि अर्को हुन्छ प्रदेखि ग। प्रदेखि यसलाई के भन्छन् मलाई पनि उच्चारण गर्न आएन है। ग प्र ख ग्र घ ग्र त्र छ ज घ गर्दै के ग भन्नु यसलाई अब गमा त्रको जस्तै छ। त्यहाँसम्मको सबै के भन्यो? यो चाहिँ ह्रस्व भयो। कुनै शब्द आउँदैन यहाँ। त्रसम्म आउँदा त्यसपछि हरसरबाट खासै शब्द आउँछ, त्यो चाहिँ ह्रस्व भयो होइन। तर एउटा यसमा चाहिँ अलिकति ध्यान दिनुपर्ने कुरो के छ भने, जस्तो म एउटा इक्जाम्पल दिन्छु यसको पत्र। यो चाहिँ के हो? प के हो? अ मिलेको छ, ह्रस्व हो कि होइन? बुझिरहेको हो। अनि त्र के हो? यो त्र पनि ह्रस्व हो, प्रदेखि गृहसम्म पर्यो, यो पनि ह्रस्व हो। तर यसमा के हुन्छ भने पत र भनिन्छ कि उच्चारण गर्दाखेरि पत र भन्छ, हामीले पत्र भनेर भन्छ। अनि त्यसले गर्दा प्रदेखि गृहसम्म यदि कुनै अक्षर आएको छ भने त्यसले आफूभन्दा अगाडिको अक्षरलाई दीर्घ भन्छ। जस्तो यहाँ प ह्रस्व हो नि, ह्रस्व हुँदा हुँदै पनि त्यो दीर्घ हुन जान्छ, यो ह्रस्व हुन जान्छ। यो आफू ह्रस्व बन्छ, अरूलाई दीर्घ बनाउँछ यसले। अनि अर्को कुरा गरौँ,
संक्षेपमा म नियमहरु मात्रै भनेको छु है। अब संयोगी जोडिएको वर्णहरु लेखेको छु। जोडिएको वर्ण जस्तो छ के हो ह्रस्व हो, न के हो ह्रस्व। तर जब छन् हुन्छ नि त्यो जोडियो एउटा अक्षर भने यो एउटा अक्षर मात्रै गनिन्छ, त्यसलाई यो अब दीर्घ भयो, यो ह्रस्व भयो। छन् भयो भने दीर्घ भयो, जोडियो भने दीर्घ भयो। अनि जस्तो म न भनेर कसैले भन्यो भने ह्रस्व भयो, यदि नको खुट्टा काट्यो भने यो दीर्घ भयो, मन भयो। त्यो जोडिएको वर्णहरु सबै दीर्घ हुन्छ। हजुर म दीर्घ मन एउटा शब्द हो, एउटै अक्षर हो। अब जोडियो भने त्यो खुट्टा काटियो भने त्यसलाई खुट्टा काटिएको काउन्ट हुँदैन, त्यो एउटै अक्षर हो। मन भयो, म दीर्घ भयो। तर म न हो भने म पनि ह्रस्व, न पनि ह्रस्व, यो हुन्छ नि। र दीर्घसँग जोडिएको पनि जस्तो जान्छन् भन्न, यो भयो भने यो पनि दीर्घ भयो, छन् पनि दीर्घ भयो। जान आएको हुनाले डबल हुने हुँदैन हैन। यो पनि दीर्घ, यो पनि दीर्घ, जोडिएको यो जोडिएको हिसाबले यो जोडिएको दीर्घ, जान आएकोमा पनि दीर्घ हो। यो भयो। अब यसपछि हामीले अब नियममा एकदम छिटो प्रवेश गरिहाल्छौँ र त्यसपछि प्र्याक्टिस गर्ने। अब यहाँ के छैन, त्यो सारे ग म पद निसा भनेर भन्छ नि, सारे ग म त्यही हो। य माता राजा भान सलगा, यसको नियम हो। यो सारे ग म पद निसा हो, सरगम जस्तै हो। यो छन्द बहर चलाउनको लागि यो एकदम यही नै हो सबभन्दा मेन कुरो। अनि यो य माता राजा भान सलगम यो हामीले याद गरेको हुन्छ। अनि यसलाई हामीले कतै नियमहरु पढ्दाखेरि सजिलो कसरी हुन्छ भने यसलाई भनिन्छ यगण, यगण, मगण, तगण, यगण, मगण, तगण, रगण, जगण, भगण, नगण, सगण, लघु। यगणमा के आउँछ भने य माता यहाँबाट आयो, अलिकति टेक्निकल छ। य माता मातालाई अब यो यगण भन्दा बित्तिकै य माता आयो, मगण भन्दा बित्तिकै माता र, तगण भन्दा तारा ज, रगण भन्दा राजा भा, जगण भन्दाखेरि ज भान, भगण भन्दाखेरि भानस, नगण भन्दाखेरि नस, सगण भन्दाखेरि सलगा, लघु गुरु यो भयो हैन। अब यसमा य भनेको त्यसै यसमा अ मिलेको छ, य मा चाहिँ अ मिलेको छ ह्रस्व भयो, मामा आ मिलेको छ दीर्घ भयो, तामा आ मिलेको छ दीर्घ भयो। त्यस्तै मामा आ मिलेको छ दीर्घ भयो, तामा आ मिलेको छ दीर्घ भयो। त्यही हिसाबले यो सबै भएको छ यहाँसम्म। यो चाहिँ यसको मेन नियम यति भएको हो। त्यसै तारा दीर्घ दीर्घ ह्रस्व, राजा भा दीर्घ ह्रस्व दीर्घ, जभान ह्रस्व दीर्घ ह्रस्व, भानस दीर्घ ह्रस्व ह्रस्व, यस किसिमले यहाँसम्म हुन्छ। अनि यहाँ जब सगणा हुन्छ, सगणमा चाहिँ ह्रस्व ह्रस्व दीर्घ भयो तर लघु हुन्छ कि, किनभने तीनटा अक्षर हामीले लिन सक्दैनौँ। यगण भन्दाखेरि एउटा यलाई लियो, य भन्दा पछाडिका दुईटालाई लियो, मगण भन्दाखेरि एउटा मलाई लियो, म भन्दा पछाडिका दुईटालाई लियो, मातारा भयो नि। यसरी हामीले गण छुट्याइएको हुन्छ। यसको फाइदा के भन्दाखेरि यो जानेर के फाइदा त भन्दाखेरि हामीलाई नियममा के दिन्छ भने भुजङ्ग प्रयास छन्दको नियम भनेर भन्छ, चतुर्भिर्यकारै भुजङ्ग प्रयातम भनेर भन्छ। त्यो भनेको चाहिँ चारवटा य गण हुन्छ, चारवटा भुजङ्ग प्रयास है। जस्तो भुजङ्ग प्रयास छन्दको अनि यसले एउटा भनेको भुजङ्ग प्रयास छन्दको चाहिँ नियम के हुन्छ, चारवटा य गण हुन्छ, यगण 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 यगण। यो भनेको के भन्दाखेरि ह्रस्व दीर्घ दीर्घ, ह्रस्व दीर्घ दीर्घ, ह्रस्व दीर्घ दीर्घ, ह्रस्व दीर्घ दीर्घ, यही हो यगण भनेको। ह्रस्व दीर्घ दीर्घ यो हो, यही हामीले चारवटा लिएको छौँ। यसमा चाहिँ चारवटा छ नियम। यो भुजङ्ग प्रयास छन्दको नियम नै के हो, चारवटा यो आइएसएस 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 आइएसएस, चारवटा यो गर्नु भनेको चारवटा हैन। अब यसमा चाहिँ एउटा म